अनि हस्पिटल हिँड्नु नि त यहाँ बसेर त झन् गाह्रो हुन्छ तपाईँलाई अहिले कुरा भनेको त अहिले पुलिसको आउँदा के गर्दा भइहाल्छ नि कुलिनहरु सब निस्केछ सीसी क्यामेरा त छैन होला यहाँ होइन के छ कि छैन भनेर चाहिँ सोधे मैले हेरौँ भनेकै छैन नि नआत्तिनु सबै भइहाल्छ कहिले काहीँ यस्तै हुन्छ दिदी 8-10 हजारको खर्च त यहीँ देखिसक्यो सिटी स्क्यान चाहिँ गर्नुपर्ने भयो अर्को हस्पिटल लानुपर्ने भयो त्यही भएर अर्को हस्पिटल लाँदैछ हामी चाहिँ दसैँको बेला छ दसैँ तिहार चाडबाडको बेला छ यस्तै खालको चोरहरू तपाईँहरूको घर छेउछाउ आउन सक्छ त्यही त यस्तै खालको चोरहरू आउन सक्छ त्यही भएर तपाईँहरूले चाहिँ एकदमै केयरफुल भएर आफ्नो सुरक्षा आफै गर्नु होला हेलो ब्युटिफुल पिपुल वेलकम ब्याक टु माई च्यानल तपाईँहरूलाई स्वागत छ आजको नयाँ भिडियोमा आजको नयाँ भिडियो सुरु भइसकेको छ आजको नयाँ भिडियोमा चाहिँ मेरो साथी आइसकेको छ के छ साथी ठिक छ अनि यहाँ बच्चा पार्टी यता श्रीमती मेरो साथी को यहाँ फेरि को यो यस्तो यो छ्या रकी नो यहाँ छिटो म गएँ म आऊ छिटो आज चाहिँ हाम्रो फ्यामिलीको प्रोग्राम कहिले कता गर्दा गर्दै फ्यामिलीलाई टाइम दिन भ्याइरह हुँदैन त्यही भएर शनिबारको दिन चाहिँ सबैजना मिलेर फ्यामिलीलाई टाइम दिनुहोस् तपाईँहरू पनि है मैले चाहिँ फ्यामिलीलाई टाइम दिइरहेको छु हामीले कसरी टाइम दियो कस्तो दियो कहाँ दियो कसरी त्यो चाहिँ हामी यहाँ अब गोप्रोमा भनौँ ल लेट्स गो यो सब्सक्राइब गरिदिनुहोस् 60,000 पुग्न आयो हाम्रो ल केटाहरूलाई के भन्दै नि त भ्लगमा चट यता 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 के छ के भन्नु छ नाइ ल बाई बाई ओके 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 सबैजनालाई वेलकम छ हेलो 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 पीछे मेरा बीवी पीछे मेरा दोस्त लोग है और मेरा बेटी और ओ माय गॉड व्हाट अप रन केर आएको छ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् पुरानै हुनुहुन्छ भने लाइक गरेर एउटा कमेन्ट प्लुड हानिदिइहाल्नुहोस् सो आजको दिन आजको भ्लग चाहिँ मैले मेरै घर छेउछाउ बाहिरतिरबाट सुरु गरेँ हजुर मेरो युट्युबको नाम चाहिँ यो छ मिस्टर हिस्ट्री आरएल भनेर मिस्टर हिस्ट्री आरएल ओके ल ओके बाई बाई ल सपोर्ट गरौँ सब्सक्राइब गरौँ चट्ट प्लाट है हामी चाहिँ उता टोखा हुँदै मासतिर जान लागेको टोखा भनेको तपाईँहरूलाई थाहा छैन भने चाहिँ टोखा भनेको चाहिँ यता गङ्गोबो हो कि कुन कहाँनिरबाट चट्ट छिर्नुपर्छ क्या म तपाईँहरूलाई त्यो ठाउँ पनि देखाउँछु सो अहिले चाहिँ अब आफ्नै टोलतिर छौँ चल्दिउँ यो बाइक त के भन्छ माथि के अरे त्यो चामुण्डा गेट मन्दिर छेउछाउ रोकिरा हुन्छ नि त्यतातिर बस्नुहुन्छ हो मैले देखिरहेको हुन्थेँ कि यो बाइकलाई ए कता बस्नुहुन्छ हजुर ए गुड यो बिल बुक पनि यही कलर गर्दैछ ओके नाइस टु मिट यु A few moments later. ए हावा रहेछ यार के खालको पर्यो फेरि दिन फेरि हामी यसरी हिँड्नु हुँदैन कि हो फेरि एक्सिडेन्ट भयो अरे यार यसको कहाँ भयो फेरि छ्या बहिनीलाई केही भयो कि के भयो मान्छे चाहिँ को हो बाइक चाहिँ कुन हो कुन बाइकसँग को कुन ठोक्या कुनसँग ठोक्या यो बाइकसँग ठोक्या
तेरो बाइक के भयो छ्या कस्तो दशला यार ओ माई गॉड तँलाई के भएन ब्ल्याङ्गै लड्या छ्या कुलिनहरू सब निस्केछ यस्तै हुन्छ क्या त्यही भएर घरबाट निस्किनै मन लाग्दैन यो परिवार बोकेर छ्या सिसी क्यामेरा त छैन होला यहाँ होइन कि छ कि छैन भनेर चाहिँ सोधेँ मैले हेरौँ भनेकै छैन नि ए यहाँबाट सिधै त्यहाँ पुग्या तपाईँ के पठाउ गर्नुहुन्छ तपाईँलाई केही भएको छ भने तपाईँ हस्पिटल हिँड्नु न त अनि हस्पिटल हिँड्नु नि त यहाँ बसेर त झन् गाह्रो हुन्छ तपाईँलाई अहिले कुरा भनेको त अहिले पुलिस गएको त के गर्दा भइहाल्छ नि अनलाइन आउनु भयो कि अफलाइन आउनु भयो अनलाइन हो हस्पिटल जाँदै गर्नु मान्छे हस्पिटलमै बोलाउनु कि यहाँ बसिरह्यो भने तपाईँलाई धेरै गाह्रो हुन्छ अहिले तपाईँ कन्ट्याक्ट नम्बर के छ तिमीले पुऱ्याएर आऊ न उहाँलाई यहाँ हस्पिटल यो हस्पिटल ल जानु उहाँसँग जानु त बिस्तारै जानु होइन होइन उहाँलाई लगिहाल्नु के भन्छ केस भने हुँदै गर्छ उहाँ हस्पिटल तपाईँ उयो उहाँसँग जानुहोस् त नआत्तिनु सबै भइहाल्छ कहिलेकाहीँ यस्तै हुन्छ दिदी चुल कन्ट्याक्ट नम्बर पछि आऊ या सुल कन्ट्याक्ट नम्बर पछि आऊ र त्यो हानाङ तिको पाएँ थाहा त ल उजुरीको कुलेनहरू सब चुहेछ यार यो फुटेछ यो फुटेछ ह्यान्डल चाहिँ के छ कुन्नी 8-10 हजारको खर्च त यहीँ देखिसक्यो यसको 4500 यसको 3500 कति पर्छ यसको त धोबी भएको छ नि ए तेरो नि घाउ आएको छ यता मेडिकल छैन त है मेडिकल छैन यता ए ऊ यहाँ रहेछ यसलाई चाहिँ अब ड्रेसिङ गर्नुपर्ने हात घाउ आएर छ यसको यो सफा गरिदियो नि त अन्त त केही भएको छैन बुढीलाई धन्न केही भएन छ कसरी लड्यो तिमीहरू के भन्छ बाइक माथि थियो कि लड्यो तिमीहरू म त पारीभित्र वारीभित्र उयो म त कन्ट्रोल गरेँ नि म त लडेन दुईजना ए हो उनीहरू चाहिँ लडे भर्ना लाऊ थेलो नंबर किंजी थेरिन्छु या गाडी थेरिन तल तल कति हो त हजुर सर के गर्नु सर हामीले अब उपचारको लागि त हाम्रै मान्छे हुन्थ्यो अघिको ऊ त्यहीँ बसिरहेछ के भन्छ एडमिट गरेछ त्यहीँ बसिरहेछ तपाईँ हो चालक चाहिँ कता जान लाग्नु भएको थियो तपाईँ यता जान लाग्नु भएको थियो पारी हेलो हेलो बोल्नु बोल्नु पर्दैन जे छ अहिले थाहा भइहाल्छ
यहाँ ग्लुई पिन्दलाई छ त्यता रे जतिक जारो बिल छ त्यो यहाँ पुगेर उजो रहेछ बुझाइ तपाईँ हस्पिटल जानुपर्ने भयो फेरि भन्नेहरूले फेरि कन्टेन्ट पाए यसले भन्नुहुन्छ अब यो जुन रोडमा जुन यो एक्सिडेन्टहरू हुन्छ नि यो कन्टेन्ट भन्दा पनि एउटा ऊ हो क्या एउटा के भन्छ अलिकति सतर्क रहनु होला भन्ने टाइपको हो क्या यो चाहिँ कन्टेन्ट होइन क्या यसलाई चाहिँ कता हो पार्किङ यार पार्किङ कता हो त ओर्लिन उहाँ इमर्जेन्सीमा जाँदा त्यो कहाँनिर छ त्यो उहाँभित्र ओके हाम्रो चाहिँ यहाँ मान्छे ग्रिन जोनमै राखेको थियो नि ग्रिन जोनमै राखेको थियो ग्रिन जोनमै भनेको राम्रो हो क्या अनि सिटी स्क्यान गर्नको लागि चाहिँ सिटी स्क्यान चाहिँ गर्नुपर्ने भयो अर्को हस्पिटल लानुपर्ने भयो त्यही भएर अर्को हस्पिटल लाँदैछ हामी चाहिँ त्यही हो अब तल शङ्करपुर हस्पिटल भन्नु भनेको छ मैले चाहिँ ट्याक्सीमा चढाएर पठाइसकेको छ त्यो जुन लडेको दिदी हुनुहुन्थ्यो उहाँ चाहिँ ट्याक्सीमा चढेर गइसक्नु भएको छ अब मेरो परिवारहरूलाई चाहिँ कोठा ट्याक्सी चढेर घर जाऊ भन्नु पऱ्यो अनि हामी चाहिँ तल हस्पिटल जानु पऱ्यो जय तिमीहरू घर जाऊ अब हस्पिटल जानु पऱ्यो हामी शङ्करपुर जानुपर्ने हो ल बाई बाई उसले मेरो च्यानल सब्सक्राइब गर्यो ल त पिटिहाल्नु म त फेरि दिइहाल्नु ढ्याक ल माया छ धेरै ल ल हामी चाहिँ यहाँ शङ्करपुर हस्पिटल आइपुगिसकेका छौँ अनि के हुन्छ कुरा अब अपडेट भइरहन्छ भ्लगमा के भयो बुवा हो सिटी स्क्यानको लागि के हो रे ए पानी पर्यो डेन्जरवाला यहाँ छौँ हामी हस्पिटलमा कामहरू हुँदैछ भित्र अब कसो गल्ती हो भनेर चाहिँ ट्राफिकले छुट्याउनुहुन्छ अब एकछिन अब यहाँ पसौँ अनि ट्राफिकहरू नै आउनु भएको छ पुरा हुन्छ अहिले तपाईँ टेन्सन नलिनु खासै त्यस्तो केही पनि भएको छैन बल्ल चाहिँ ल टेन्सन नलिनु तपाईँ ढुक्क हुनु जे छ ट्राफिक नियममा राम्रो छ 12 बजे भित्र आउने त्यस्तै आउँला कन्ट्याक्ट गरेर आउँला नि के छ यहीँ आएर कन्ट्याक्ट गरौँला म त यहीँ बस्ने हो तपाईँहरू आउनु टाइममा ल तपाईँ विशेष गरी तपाईँ टेन्सन नलिनुहोस् है एकदम ढुक्क हुने ट्राफिकले नियम के छ कस्तो छ सबै भइहाल्छ हामी ट्राफिक नियमलाई चाहिँ हामी फलो गरौँ है त बिल उहाँलाई ल के पर्यो कि भोलि मेरो पनि बिरामीको मेरो यो छोरीको आमाको पनि 6 महिना बोलाएको छ त्यो मेरो गङ्गालाल आज शनिबार हुँदैन थियो नै जानुपर्ने बिहान छाडेदेखि जानुपर्छ 10-11 बज्छ यो चाहिँ के गर्नु पर्यो तिर्नु पर्यो ए ओके 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 कहाँ तिर्ने यो ए ओके ओके ल
ओके बिरामी चाहिँ डिस्चार्ज के अरे नहुने भयो आज भर्ना गर्नुपर्ने भयो भर्ना गरियो अब भर्ना गरिसके पछाडि ढुक्क हो नि त अब हामी भोलि मात्र भेट्छौँ उहाँ बिरामीलाई चाहिँ के हुन्छ कस्तो हुन्छ अब सिटी स्क्यान गर्दाखेरि खासै त्यस्तो नराम्रो केही पनि निस्केन सबैजना राम्रो हुनुहुन्छ एकदम बोलिरहनु भएको छ हामी पनि राम्रो बोलिरहेको छौँ लाग्यो हामी गुड उहाँहरूलाई म सम्झाएँ यस्तो भइरहन्छ उहाँ तपाईँहरू नातिनुहोस् आत्तिए भने चाहिँ झन् गाह्रो हुन्छ ठुलो स्वर गर्दै हुनुहुन्छ ठुलो स्वर नगर्नुहुन्छ भइहाल्यो ट्राफिक छ त यार ट्राफिकले कसो गल्ती के सिसी क्यामेरा हेर्छ के गर्छ कस्तो गर्छ जसो गल्ती छ त्यो चाहिँ स्वीकार्नुपर्छ हामीले भन्नु भनेको ओके 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 भनेर खासै धेरैको खर्च पनि छैन मान्छेलाई त्यही 10,000 जति खर्च भयो अनि बाइकमा त्यही हुन्छ होला 10,000 12,000 जति खर्च एउटामा अब अर्को साइनमा चाहिँ कति हुन्छ थाहा भएन यस्तै दुःख पीडा भनेको यस्तै छ तपाईँहरूको साथ सपोर्ट चाहिँ जहिल्यै चाहिरहेको हुन्छ मलाई थ्याङ्क यू यार के नाम छ ए तिमी हो अरे भेट्यो यार फाइनल्ली थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सक्यो नि प्रोग्राम हो ल ल बोल्दै गर ल ओके ल बाई बाई माया छ यार धेरै 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 माया हृदयदेखि नै यो चाहिँ अर्को दिन भनेको चाहिँ नेक्स्ट डे हामी चाहिँ हस्पिटल जाँदैछौँ एउटै बाइकमा 3 जना किनभने हाम्रो बाइक त्यहाँ उसमा छ नि त चौकीमा छ नि त यहीँ नजिकै त्यही भएर हामी चाहिँ अब हस्पिटल गएर त्यो दिदीको के छ स्थिति होइन बुझ्छौँ अनि त्यो दिदीलाई ठिक छ भन्यो भने चाहिँ उहाँलाई डिस्चार्ज गरेर हामी चाहिँ दुई पक्ष बिच सहमति गर्नको लागि उसमा चौकी जान्छौँ कसो गल्ती हो के भन्छ ट्राफिक पुलिसहरूलाई सोध्छौँ अनि त्यहाँबाट बाँकी कुराहरू हुन्छ है त हामी यहाँ हस्पिटल आएको थियौँ तर उहाँको स्थिति नर्मलै रहेछ अब उहाँको आफन्त को आउन बाँकी छ अरे आए पछाडि हामी भेटौँला अहिलेलाई चाहिँ हामी यसो घरतिरै गएर बसौँ भनेर ल बस चल यस स्थिति नर्मल रहेछ एकदम खुसी लाग्यो उहाँ एकदम खाना खाइरहनु भएको रहेछ झन् त्यो देखेर झन् खुसी लाग्यो है ओ तपाईँहरू आउनु बुवा अब हाम्रो भयो डिस्चार्ज पनि भयो हामी अब बुवा उहाँहरूलाई चाहिँ घर पठाइदिउँ के अरे ट्याक्सी चढाएर बुवालाई चाहिँ लिएर जाउँ हामी चौकी बिरामी चाहिन्छ र दुःख दिने हो र जाउँ न त्यसो भए उहाँलाई एकछिन भनेर सो राम्रो भयो अब चौकी जान मात्र बाँकी भयो दाइहरू नि आइपुग्नु भएछ अल इज वेल ल बिरामीको सरसामान अनि म पछाडि आइरहनु भएको छ उहाँहरू चाहिँ अब चौकीमा गएर कसो गल्ती हो भनेर अनि त्यहाँबाट कसले पैसा तिर्ने हो भनेर परिचर्चा गरेर हामी निस्किनुपर्छ फाइनल्ली चाहिँ हाम्रो कुराहरू सबै मिलिसकेको छ अहिले हामी यहाँ ट्राफिक कार्यालयको बाहिर छौँ केटाहरू त्यहाँ भित्र छ अनि बाइक यहीँ रोकिरहेछ तपाईँहरू देख्नु भएको छैन होला बाइक यहीँ रोकिरहेछ अनि कुरा चाहिँ मिल्यो हाम्रो कुरा चाहिँ के भयो भन्दाखेरि हाम्रो बाइक बनाएको खर्चको आधी पैसा चाहिँ उहाँहरूले दिने अनि गल्ती उहाँहरूको अलि धेरै देखियो अब गल्ती त एक्सिडेन्ट भइसके पछाडि दुवैजनाको एक्सिडेन्ट भए पछाडि दुवैजनाको गल्ती हुन्छ तर कसको गल्ती धेरै भन्दाखेरि उहाँहरूको अलिकति धेरै त गल्ती देखियो अनि गल्ती भए पनि अब इन्सुरेन्सले चाहिँ पठाउको चाहिँ एउटा इन्सुरेन्स हुँदो रहेछ इन्सुरेन्सले जुन बिरामीको जुन खर्च चाहिँ सबै हेरिदिँदो रहेछ अनि त्यो पठाउको खर्च त उहाँहरूले इन्सुरेन्स हेरिदिनु भइहाल्यो उहाँहरूलाई त्यो दुःखाएर भएन जस उहाँहरूको चाहिँ के हो भन्दाखेरि आफ्नो बाइक उहाँहरू आफैले बनाउनु पर्ने भयो अलिअलि खर्च छ 2025 अनि हाम्रो बाइकमा परेको चाहिँ 5,000 6,000 जति खर्च रहेछ अनि आधी पैसा उहाँहरूले दिने भन्ने कुरा हो ल अब कुरा मिलिसकेको छ हामी अब यहाँबाट बाइक निकाल्दैछौँ यो बिलबुक भयो ए हो ल निकाल्छ बाइक निकाल्छ हेलो
तपाईँको चाहिँ यो मात्र हो ल तपाईँ दुखी त हुनुहुन्न नि अब सेफ राइड गर्नु राम्रोसँग चलाउनु है अब जे हुनु भइहाल्यो राम्रो भयो हामी राम्रो मान्छे भेट भयो बोल्दै गरौँ ल यो सिन चाहिँ राम्रो लाग्यो मलाई एक्सिडेन्ट पछाडिको यो सिन जुन जोजना ठोक्यो नि उहाँ दुईजना चाहिँ यहाँ सपोर्ट गरिरहनु भएको छ एकअर्कालाई यो सिन चाहिँ एकदम खुसी लाग्यो ल यसरी मिल्ने हो क्या हामी यसरी मिल्ने हो क्या जानेर हुँदैन मिलेर खुसी लाग्यो ल त गएँ जाउँ चलो मान्छेलाई केही भएन त्यही ठुलो कुरा भयो अब हामी हेलमेट नलाइकन गइरहेको छ यसले हेलमेट ल्याउनै बिर्सेछ यहीँबाट भित्र हो घर चाहिँ नलाइकन मेन रोडमा चलायो भन्ला फेरि गाह्रो छ नि बाध्यता हो यो बिस्तारै हिँड तँलाई फाउँदैलास् फेरि ओके हाम्रो चाहिँ बाइक बनाउन जाँदाखेरि भएको यो जुन फाइट थियो तपाईँहरूले जुन देख्नुभयो रोडमा रक्सी खाएर झगडा गरेर आएर चाहिँ हामी किन नखिच्ने भन्ने भयो मलाई अनि त्यही भएर मैले त अलिकति खिचिदिएको क्या अब बाङबुङ हान्दा थियो फेरि नखिचौँ होस् अर्काको पनि नखिचेन सो बाइक चाहिँ बनेर आइसकेको छ यहाँ सर यहीँ हुनुहुन्छ जो कुची छ ऊ पनि उसले हाम्रो चाहिँ 6000 खर्च भने 59 5900 खर्च भयो अब उनीहरूले आधी तिर्छ हामीले आधी हाल्छौँ होइन हामी खुसी छौँ ल बाई बाई गरिदिउँ नि त ल बाई बाई ल सुतेर उठ्यो अरे ल बाई बाई हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ जय नेपाल सब्सक्राइब गरिदिनु सब्सक्राइब ए